हेरौँ त कसरी हो गजबले चिलाउनु बाउको ढाड चिलाउने चाहिँ मकैको ढोडामा ढोडमा चाहिँ मजाले फिट गरेर राखेको छ बाँस निगालोमा। गजबले चिलाइयो त खै देखाउनु त तपाईँको ढाड चिलाउने कस्तो छ यो। यसले चाहिँ खुब कुराउँछ र केले चिलाउँछ कनाउने यो बाउको चाहिँ यसले चाहिँ बडा सजिलो हुन्छ क्या ढाड कनाउनु त। मकैको ढोडले काम दिँदैछ है मकैको ढोडले काम दिँदैछ। यो चाहिँ एकदम कायदा छ नि त। ए ल यो फुकाएर फेरि यतातिर पनि यसैले फेरि कुराउनु पर्छ क्या। ल ल ल अब माथि जानु माथि नै कन्याउनु अब है माथि जानु माथि नै कन्याउनु है त्यही त। ल बाउले अब पुरा डेमोन्स्ट्रेसन दिनुभयो यतातिर पनि यसो गर्यो खुब सजिलो हुन्छ नि त। गजबले होइन बा भुँडी पनि ढुलढुलो हुँदै आइसक्यो। अझ भुँडी पनि हो बा गजब। जे होस् गजबले ढाड भुँडी सबै कनाइन्छ। बा नुहाउनु ठिक कि यसरी ढोडले ढाड कन्याउनु ठिक। खै बाउको यो ढाड कन्याउने यसरी देखाउनु त यसरी देखाउनु त म एउटा फोटो खिच्छु यसो गरेर देखाउनु न अलिकति यसो ढल्काउनु हस्। यो चाहिँ बडा चिलाउँछ भने कनाउनु सजिलो यतातिर नि अझै यस्तो गर्यो घाउ पार्छ क्या मजाले। ल गजबले ढाड कनाइयो नि होइन सुन्दैन फेरि के गर्नु बुढेसकालमा अझ पुरै टी सर्ट चिकी पो छ त। ल आमामामा ह्यान्डमेड हो होइन दामी छ। ल भयो भयो माथि जानु अब पुग्यो आजलाई। धेरै राम्रो हो नि हो। ल माथि जानु बा है माथि जानु अब जानु पर्यो नि जानु जानु। बाबुको ढाड चिलाउने कार्यक्रम पनि सक्यो।